बोर्डको प्राङ्गणमा राखिएको छ। यतिबेला उनलाई अन्तिम पटक श्रद्धाञ्जली अर्पण गर्नको लागि उनका समकालीन साथीहरू, सिनियर जुनियर लगायतका सम्पूर्ण कलाकारहरू हातमा माला र फूलका पुष्पगुच्छा लिएर अन्तिम पटक उनको श्रद्धाञ्जलीमा पुगेका छन्। चलचित्र देव बाबुमा उहाँले सँगै सहकारी गर्नुभएको थियो। यति बेला रेखा थापा निकै भावविह्वल अवस्थामा हुनुहुन्छ देखिरहेका छन्। अन्तिम पटक श्रद्धाञ्जली अर्पण गर्नको लागि नायिका रेखा थापा पनि आइपुग्नु भएको छ। देखिरहेका छन् श्रद्धाञ्जली अर्पण गर्न रेखा थापा, निरुता सिंहलाई पनि हामीले देखिरहेका छौँ। निरुता सिंह यति बेला निकै भावुक हुनुहुन्छ देखिरहेका छौँ। धेरै कलाकारहरू यति बेला अन्तिम विदाईको लागि आइपुग्नु भएको छ। जुन दृश्य हामीले यति बेला तपाईँलाई चलचित्र विकास बोर्डको यो प्राङ्गणबाट देखाइरहेका छौँ।